अधत्र जन्मं भवतिश्च अन्यत्र गमनं निश्चितम् अनित्यं जीवनं चलं संसार चक्रम यस्मात् सर्वे संयोगा विप्रयोगान्त इति। अर्थात आज यहाँ जन्म हुन्छ, भोलि अर्को ठाउँमा प्रस्थान निश्चित छ। जीवन अनित्य छ, संसारको चक्र सधैँ परिवर्तनशील छ। सबै मिलनहरू अन्ततः वियोगमै समाप्त हुन्छन्। अनित्यवत शङ्कर उत्पादव्यय धर्मिण उत्पन्न निर्वर्तन्ते तेषां शान्तिर्हि सुखमता। अर्थात सर्व संयोगी वस्तुहरू अनित्य छन्। उत्पत्ति र विनाशको धर्मयुक्त जे उत्पन्न हुन्छ तदनन्तर नाश हुन्छ, तिनको शान्ति नै परम सुख हो। यो चाहिँ जीवनको अस्थिरता। अधैव जीवितं लघुं स्वो न जीवितमस्ति मे तस्मात् शीघ्रं चरिद्धर्म सुचरित्रं समाचरेत। अर्थात आज मात्र जीवन छ, भोलि रहँदैन। अतः शीघ्र धर्ममा प्रवृत्त हो, सदाचारमा स्थिर रहनु। यो चाहिँ संसार चक्र र वियोग। प्रियात दुःखम समुत्पानम प्रियात भयमेव च प्रियात विमुक्तस्य नरस्य न दुःखम न भयम क्वचित्। प्रिय वस्तुबाट दुःख उत्पन्न हुन्छ, प्रिय वस्तुबाटै भय पनि। जो प्रियबाट मुक्त छ उनको न दुःख रहन्छ न भय। समता र बुद्ध मार्ग। सर्व पापस्य अकर्मण च कुशलस्य समाश्रय स्वचित्त शुद्धि साध्य च एष बुद्धस्य शासने। अर्थात सर्व पापहरू नगर्नु, सुकर्ममा प्रवृत्त हुनु, आफ्नो चित्तलाई शुद्ध पार्नु, यही बुद्धको उपदेश हो। यो चाहिँ मृत्यु र प्रस्थान। मरणं मे भविष्यत्वेव नात्र मे समप्योऽपि यथा पुष्पस्य वर्णोऽयं तथैवायं जीवनं क्षणिकम्। अर्थात म मृत्युबाट बाँच्न सक्दिनँ, यसमा शङ्का छैन। फुलको रङ जस्तै जीवन पनि क्षणिक र नाशवान हो, एक दिन बितेरै जान्छ। भवतु सर्वमङ्गलम्।